हेलो एभ्रिवान, वेलकम टु द ब्लेसी एन्ड जोसुवा न्यू ब्लग। अब हामी ड्रेस चेन्ज गरेर बाहिर घुम्न जाँदैछौँ यत्तिकै घुम्नको लागि। यो चाहिँ भैरुवाको गर्मीमा यसरी घुम्नको मजै अर्को छ। बच्चाहरूको छुट्टी छ, काजम हुन्छ, अनि हामी चाहिँ यसरी बाहिर निस्केको थियौँ। अनि बाहिर निस्केर घाम एकदमै लागेको थियो, रिक्सा रोक्यौँ। अनि रिक्सामा बसेर चाहिँ हामीहरू बाहिर फ्रुट्स भेजिटेबलहरू लिनको लागि अनि बच्चाहरूलाई यसो रिफ्रेसमेन्ट गर्नको लागि निस्केको थिएँ। अनि बाहिर चाहिँ यति राम्रो भ्युज थियो, पानी परेर आकाश खुले जस्तै टाइपको। अनि त्यसो उनीहरूलाई सब्जी मन्डी देख्दा बित्तिकै रिस उठ्छ, मन पर्दैन भनेर मुख बनाइरहेको थिएँ। त्यही पनि मैले एकछिन घुमाएँ। अनि त्यसपछि ब्लेसीलाई खुसी गराउनको लागि मैले कस्मेटिकमा लिएर गएँ। नानीले क्लिपहरू किनिन्, हेयरब्यान्ड क्लिपहरू। अनि त्यसपछि चाहिँ बल्ल अलिकति ह्याप्पी भइन्। अनि नरिवल पानी चेक गराएको, कोकोनट वाटर। ब्लेसीले अलिअलि खाइन्। अनि बाबुले चाहिँ मलाई मन नै परेन भन्दैछ, नानीलाई पनि मन परेन अरे। अनि बाबुले चाहिँ खान्न भन्दै थियो, खाएन भने तिमीलाई आइसक्रिम किन्दिनँ भनेर भनेको त। अनि खायो उसले, अलिअलि ट्राई गर्दैछ। अनि आजकल चाहिँ उसले उखुको जुस खान अलिकता सिकेको छ। अनि त्यो जस्तै हुन्छ होला भनिरहेको थियो, तर त्यस्तो थिएन मम्मी भन्दैछ उसले मलाई। अनि त्यसपछि बच्चाहरूले आइसक्रिम खाइन्। अनि दे लभ आइसक्रिम। अनि त्यसपछि गर्मी पनि छ। अनि म पनि बसेर बच्चाहरूलाई गफ गर्दै हामीहरू बसेर गाइड गर्दै। अनि यसरी उनीहरू आइसक्रिम खाएपछि अलिअलि पेट भरेपछि घर जाम पार्छन्। अनि त्यसपछि एकैछिन 10-15 मिनट स्पेन्ड गरेपछि मैले उनीहरूलाई लिएर घरतिर आएँ। अनि घरतिर आएपछि बाटोमा चाहिँ उनीहरूलाई चाहिँ आफूले खाना खाने केही खाने, अनि पेट भरेपछि चाहिँ अनि भयो, केही नकिन्नु, सब्जी पनि किन्नु पर्दैन, हामीले केही खान्नौँ जस्तै गर्छन्। तर उनीहरूसित गफ गर्दै आउनको मजै अर्को छ। अनि घर आएँ, म पनि नानीहरू पनि आइन्। अनि त्यसपछि मैले चाहिँ धेरै सामान ल्याउन पाएन। बच्चाहरूसित हिँडेपछि चाहिँ धेरै सपिङ गर्नै दिँदैनन्। तरकारीहरू लिन लगाएकोदेखि त झन् रिसाउँछन्। यो आँप लिएर आएँ मैले 2 केजी जति बम्बैया आँप अरे। यो चाहिँ एकदम गुलियो र रेसादार हुन्छ। अनि यो चाहिँ काँचो आँप हो, अचार बनाउने। अनि नयाँ तरकारी आएको रहेछ, के भन्छ यसलाई, न्युरो। अनि त्यसपछि पल्वर लिएर आएर आएँ। अनि त्यसपछि यो चाहिँ सरप्राइज है, नदेखाउन मिल्नेवाला सरप्राइज। अनि यसरी चाहिँ मैले सपिङ गरेँ। अनि त्यसपछि चाहिँ बच्चाहरूसित गफ गर्दै थिएँ नानीहरूले। अनि उनीहरूलाई चाहिँ फलफुलहरू खान दिएँ। अनि फलफुलहरू खाएपछि चाहिँ एकछिन चाहिँ यसो रिफ्रेस भएपछि चाहिँ बच्चाहरूलाई लिएर एकैछिन चाहिँ चिल्ड्रेन पार्कमा गएँ। अनि एकदमै राम्रो बनाएको छ अहिले चाहिँ, यो सफा है, कार्पेटिङ गरेर। अनि ब्लेसीको फेभरेट है, यो चाहिँ खेल्ने ठाउँ चाहिँ अहिले फेरि पिङबाट त्यो स्लाइड स्विङबाट झरेर फेरि उसको फेभरेट यो भएको छ अहिले। अनि खेल्दै छिन्। अनि बाबु चाहिँ खुसी भएर दौडेको दौडै गर्छ। ऊ चाहिँ एक्साइटेड मात्र भएर बसिरहेको थियो। अनि यसरी चाहिँ हाम्रो दिन सकियो। थ्याङ्क यू गाइज फर वाचिङ दिस ब्लग। सी यू अगेन।